ओ माई गड, सल्यानमा यति दुर्घटना किन भइरहेछ? यस्तो अवस्था हेर्नु त आम्मामा, जन्तीको गाडी पल्टेर 6 जना चाहिँ घटनास्थलमै मृत्यु अनि धेरैजना चाहिँ घाइते हुनुहुन्छ क्या। आम्मामा, यस्तो बिजोग छ क्या सल्यानमा। अब हेर्नु न, अब बाटोको कारण हो कि अब ड्राइभर नै त्यस्तै भएर हो कि के भएर हो, 1 वर्ष नआउँदै 3वटा जन्तीको गाडी दुर्घटना भइसकेको छ क्या त्यो ठाउँमा। मान्छेहरू यसरी नै सकिरहेको छ क्या। अब हेर्नु न, अब त्यहाँ चाहिँ कसको ध्यान आकर्षण जाने, अब कसरी न्यूनीकरण गर्ने दुर्घटना, यो प्रति चाहिँ जिल्ला प्रहरी प्रशासनको र ट्राफिकहरूको चाहिँ ध्यान आकर्षण जाओस्। यो घटनालाई चाहिँ एकदम न्यूनीकरण गर्नुहुनेछ भन्ने आशा छ। र घटनास्थलमै मृत्यु भएका मृतकप्रति हार्दिक श्रद्धाञ्जली र जो घाइतेहरू हुन्छ त्यहाँहरूलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना छ। यो घटनाहरूलाई चाहिँ न्यूनीकरण गर्न चाहिँ सल्यान प्रहरी प्रशासनलाई चाहिँ एकदम मेरो हम्बल रिक्वेस्ट छ। एकदम धेरै घटना भइरहेछ, त्यही ठाउँहरूमा धेरै घटना भएको हामीले थाहा पाइरहेछौँ। किन भइरहेछ, कसरी भइरहेछ, छिट्टै अनुसन्धान हुनेछ भन्ने आशा छ।